मैले विद्वान खोज्ने क्रममा बालमुकुन्दलाई 1 नम्बरमा रोजेँ। कारण के थियो भने चितवनबाट एकचोटि राजा वीरेन्द्रको शान्ति क्षेत्रको प्रस्ताव आइसकेपछि वीरगञ्ज अञ्चलाधीशले एउटा साहित्यिक कार्यक्रमको आयोजना गरे। त्यति बेला अब कसलाई कसरी सर्कुलर भएको थियो थाहा छैन। मलाई सम्झना भएसम्म बालमुकुन्दको गुरु र म 2 जना पऱ्यौँ र हामी वीरगञ्ज गयौँ। 3 दिने कार्यक्रम थियो। 2 रात त्यहाँ समय बस्यो एउटै कोठामा पल्लो पल्लोमा। त्यति बेला उहाँसँग बडा नजिकको सम्बन्ध उहाँसित भयो र त्यो कविता हामीले त्यहाँ वाचन गऱ्यौँ। त्यो कविता शान्ति द्वीपमा छापिएको थियो। हिजो दुर्गादेवी उनीसँग सम्झी कतै खोजेको मैले पाइनँ। त्यो पाएको भए सम्भवत लिएर आउँथेँ कि जस्तो लागिरहेको छ। र त्यो सन्दर्भ थियो। त्यसपछि गुरुको त्यो विद्वता देखेर अनि मैले ससुराका 84 गराउँदाखेरिमा त्यो पाठ गर्नको लागि अब त गर्छन् पहिलो श्लोक गऱ्यो पानापटा धेरै पाठ गर्ने त्यस्ता छन् नि त। तर उहाँ गुन्नुन्न गर्ने मिठो आवाजमा मसिनो स्वर सबै अक्षर शुद्ध पढ्ने अचम्मैमा प्रभावित भए। त्यसपछि दोस्रो क्रम मेरो पिताजी बितेपछि छोराको व्रतबन्ध थियो। त्यो व्रतबन्धमा पनि मैले बोलाएँ। अनि पुराणको गुरु त मुख्य पण्डित त फला नै चाहिन्छ भन्नुभयो आमाले। हामीले पुर्खाले मान्दै गरेको गोर्खाका लोकनाथलाई मैले बोलाएँ। तर फेरि बेलुकीको महात्मा चाहिँ मेरो विशेष प्रस्तावमा बाबुको गुरुले प्रस्तावित भयो र उहाँले धेरै प्रभावित भयो। यी मुख्य उहाँसँगका सम्झनाका कुरा हुन्। अघि नै यहाँ प्रसङ्गवश भनियो त्यति बेला राजाको जन्मोत्सवमा फाल्गुन 7 गते रानीको जन्मोत्सवमा साहित्यिक कार्यक्रम हुन्थे। अधिकांश कार्यक्रमको संयोजक भने हुन्थ्यो फेरि। र फेरि सीमित व्यक्तिहरू चाहिँ कविता वाचन गर्ने को त्यसमा बालमुकुन्दको गुरुको प्राय कविता मात्रै एउटा कविता यहाँ मैले पाएँ भने। र उहाँ त्यसपछि चित्र साहित्य परिषदमा पनि आउनुभयो र पछि प्रसङ्गवश देवबाबु साथीहरूको बालमुकुन्दको गुरुको छोरा शास्त्री पास गरेका छन् भनेपछि यिनको पनि अलिक पछिमा लागेँ। तर खोजेँ मैले पाइनँ। उहाँ त कता बेलातिर बताउनु हो। अस्ति जुम्नुको चित्र साहित्य परिषद देखेपछि हो म फलानु भनेपछि अन्त सम्झना भयो र उहाँले आइज भन्नुभयो। मैले आउने अवसर पाएँ। गुरुप्रति मैले श्रद्धाञ्जली अर्पण गरेँ। प्रसङ्गवश आयो। अब बितेर जानेहरूको 80 जनाको उहाँले गर्नुभयो। हजुर महानगर प्रज्ञा प्रतिष्ठानले साहित्यकार कलाकारहरू एउटा पत्रिका कोष बनाउने भन्ने सन्दर्भमा पहिलो प्रस्ताव मेरै थियो। अनि त्यसपछि त्यसको खोजीमा म पनि हिँडेँ। दुर्गाको त मैले केही फेला पार्न सकिनँ। सम्भवतः मैले चाहिँ अघि सहयोग लिएर सानो परिचय त्यो पुस्तक निस्केको छ। मैले त्यो उहाँलाई दिएँ पनि। यिनै गुरुसँगका सन्दर्भ हुन्। अब गुरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै यो पुण्य काम गर्नुभएकोमा दुर्गालाई धेरै धन्यवाद।